माउन्ट एभरेस्ट इन्टरटेनमेन्ट संगीतको सारथी। देश डुब्न थालिसक्यो, कोहीलाई छैन वास्ता, सबैजना आफ्नै तालमा हुन थाले व्यस्त। देश डुब्न थालिसक्यो, कोहीलाई छैन वास्ता, सबैजना आफ्नै तालमा हुन थाले व्यस्त। आफै ठान्छन् आफू राम्रो, कोही छैन व्यर्थ, जसरी नि कमाउने हो सबको यही स्वार्थ। कोहीलाई के को चक्कर यहाँ, कोहीलाई के को चक्कर, कोहीलाई के को चक्कर यहाँ, कोहीलाई के को चक्कर। कोहीलाई भने मोज मस्ती, कोहीलाई भने ठक्कर, कोहीलाई भने मोज मस्ती, कोहीलाई भने ठक्कर 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 ठक्कर। साँचो नभए तँलाई म भन्थे त छोरी, मेरो दुईटै आँखाले देखे हो के। अब भने मेरी छोरीले ठिक कुरा गरी, यसलाई यति नगरी भने यो ज्वाइँ भनाउँदोको दिमागै ठिक ठाउँमा आउँदैन। मैले बुझिसकेँ आमा, उसले मलाई हेपेको, उसको हरेक सुख दुःखमा मैले साथ दिएँ, उसको श्रीमती हुनुको कर्तव्य निभाएँ। उसलाई मैले सारी चोलो लाएर हिँडेको मन परेन, उसलाई मोडल केटी चाहियो, तर अब म उसलाई चेन्ज गरेर देखाउँछु। अब चाहिँ मेरी छोरीले ठिक कुरा गरी, यो ज्वाइँ भनाउँदालाई यति नगरे दिमागै ठिकमा आउँदैन। कति दुःख दिनु सक्या हो, कस्तो चाहिँ ज्वाइँ परेछ कोही। अब उसको दिमाग ठिक ठाउँमा ल्याउनलाई मैले के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ। बोल जा। सङ्गीता, 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 घरमा पनि छैन, कहाँ चाहिँ गएछ? ओहो, तिम्रो त मलाई अनुहार हेर्न पनि मन छैन। किन र, के भयो त्यस्तो? मेरो अनुहारै हेर्न मन नलाग्ने गरी। तिम्रो आँखाको कन्सिडर झिक्न खोज्दा सासूले भन्नै मारिनन्, उता फेरि बुढी पनि फायर छ। किन मैले दमै गरौँ भने लङ्काले लङ्का जलाउँछ भन्छ, तपाईँको सासूले पनि कुनै नबुझिकन आगो बाल्यो। सासूले आगो त बाल्ने, न त ताप्नु न त निभाउनु, तनाव भएको छ मलाई। मैले बालेको आगो हो र ताप्न र निभाउनलाई कुरा सुन्दा पनि अचम्म लागेर आउँछ। तिमीले गर्दाखेरि भएको, न त म घरको भए न त घाटको। अहिले फेरि कसैले तिमीलाई मलाई दिनु भन्छ, मेरो त जिन्दगी गए जस्तो हुन्छ। यो अहिलेको त सन्तानै त्यस्तै रहेछ, सासू मात्र होइन रहेछ, कुरा सुन्दा पनि रिसै उठेर आउँछ। ल हेर त, कहाँ जानुभयो भनेर खोज्दै हिँडेको त, यहाँ आएर मोबाइल चलाएर पो बस्नु भएको रहेछ। यसरी हुँदैन के बुढा, मैले जग्गा किन्ने मान्छे भेटाइसकेँ, अब त्यो हाम्रो जग्गा बेच्दिन।
तिमी चाहिँ बेचौँ भन्छौ त्यो जग्गा बेच्ने काम मबाट हुन्न क्या तपाईँ त कस्तो कुरै नबुझ्ने के बुढा जग्गा बेचेर पैसा ब्याङ्कमा राखौँ न ब्याजैले पनि खान पुग्छ नि हामी बुढाबुढीलाई काम भनेर कति दुःख गर्नुहुन्छ जता गए पनि ठक्करै ठुक्कर तिम्रो कुरा पनि ठिकै हो यस्तो महँगीमा बेचेपछि पछि कसरी जोड्न सकिन्छ सम्पत्ति केही हुँदैन के बुढा जग्गा बेचे पनि पैसा त ब्याङ्कमा आइहाल्छ नि किन पिर गर्नुभएको मैले अस्ति नै तिमीलाई भनेको तिम्रो इच्छा चाहना सबै पुरा गरिदिन्छु तर जग्गा नबेचिकन पुरा गर्छु मात्र भनेर हुन्छ र खै त जहिले तनाव कति आत्तिए कि तिमी बिस्तारै हुन्छ नि कति सम्झाउनु पुरै नबुझ्ने हे भगवान जहिले जग्गाको कुरा गरे कि यस्तै झगडा हुन्छ मैले केटीको उना देखेको छैन कस्तो रिसाएको हौ सोना पनि ठ्याक्कै अप्सरा जस्तो देखेको छौ तिमीलाई त त्यही दामी देखिन त यस्तो गेटअप गरेको तपाईँको दाइ मेरो कोहीलाई देखाउन सरी भाउजू मबाट ठुलो गल्ती भयो तपाईँले दाइले देखाउनु पो त यो गेटअप गर्नुभएको यस्तो गल्ती के गरेर दाइले भयो म हुँदै अरू केटीसँग हिँडेको देखेर मैले यो सब गेटअप गरेको मेरो बुढा पछि गएर सुध्रिन्छ कि भनेर भाउजू तपाईँको कति महान विचार छ है खै अब यति गर्दा त सुध्रिन्छन् कि यस्तै हो भाउजू आँखा लोभी मन पापी भन्छन् यो हेर्ने नजर पनि बदल्न नसकिने रहेछ ल भाउजू म अलिकति हतारमा पनि छु पछि लाग्यो है त बस्नुहोस् मलाई थाहा छैन र केटा मान्छेको हेर्ने नजर कस्तो हुन्छ भनेर ओहो भाउजू टाढै पुगेर आउनुभयो अनि जीवन दाइको हालमा त के छ नि कहाँ पुगेर आउनु र बाबु यतैतिर घुमेर आएको दाइको त के कुरा गर्नु तनावै तनाव छ किन के भयो त्यस्तो भाउजू मैले भनेको केही कुरै सुन्ने होइन त्यस्तै हो भाउजू मेरो पनि सङ्गीता घरमा छैन कता गइन् भनेर यसो खोज्दै हिँडेको किन कहाँ गइन् र सङ्गीता झगडा परेको छु र त्यस्तो झगडा पर्या त होइन भाउजू कथा लामो छ यो सब त्यो शङ्काले गर्दाखेरि भएको यतै कतै गयो कि होला फर्केर आइहाल्छु नि दुःख बुझ्ने केटी हो नि घरै छोडेर त हिँड्नु नपर्ने है भाउजू कहिले घर छोडेर जान्न थिए गए पनि सोधेर जान्थे पिर गर्नु बाबु सङ्गीता आइहाल्छु नि कति पिर गर्नुहुन्छ चिन्ता नलिएर के गर्नु भाउजू जहिले टेन्सन तनाव मात्र हुँदो रहेछ ल म लागेँ मान्छे जे जस्तो भए पनि यो खैरेले सङ्गीतालाई चाहिँ धेरै माया गर्दो रहेछ लोग्ने भनेको त यस्तो होस् न आफू त के हो अरूको बुढीको सम्पत्ति जोडौँ भन्छ मेरो बुढी चाहिँ सबै बेचौँ भन्छ ए बाबु किन एक्लै बुझबुझाउँदै हिँडेको भने त्यस्तो केही होइन दिदी हराइसकेमा समस्या आएर मात्रै हो सबैको यस्तै हो भाइ समस्या भनेको आइरहन्छ तर मिलेर बस्नुपर्छ के बाबु मेरो बुढी भन्छ भएको सम्पत्ति बेचौँ मलाई बेच्न मन छैन भएको कुरा यति मात्रै हो आफ्नो जोडेको सम्पत्ति किन बेच्ने तिमीले नबेचेर एकदम राइट गर्यो भाइ बुढीले त्यही कुरामा रात दिन कोसिस गर्छ आफू पनि नठोसी बोल्दैन बुढीको कुरा नसुन भाइ नबेचेको एकदम तिमीले ठिक गरेछौ ल भाइ भएको सम्पत्ति पनि बेच्नु भन्ने कति केटी परिछ भनेको होइन किन पछि भने तँलाई कहाँ खोज्ने पछि यस्तो हुलिया बनाएर कहाँ हिँडेको हो लाज शरम छैन यो सब तिमीबाट सिकेको तिमीले चाहिँ जे पनि गर्न हुने अनि मैले के आँखा छोपेर बस्ने मैले के गरेँ त्यस्तो
के थाहा पाएर पनि नथाहा जस्तो गर्दा कुरा अलिक क्लियर हुने गरी गर न। यसरी मार गरेको कुरा म बुझ्दैन क्या। तिमी दुनियाँभरि केटीहरूसँग लभ गर्दै हिँड्छौ। तिमी केटीहरू भन्दा म पनि के कम, त्यही भएर यस्तो केटा परेर हावाको तालमा के यस्तो हुलिया बनाएर हिँडे कि? हाम्रो समाजमा यस्ता कुरा पत्दैन। बरु घरमै बस्न धोती साडी लगाएर। के गर्दा हुन्छ के गर्दा हुन्न त्यो मलाई पनि थाहा छ। अहिले नि मेरो बुढीले कसले उचाल्यो? सानो झगडा मात्र भएको ठक्कर दिएर गई। सङ्गीता, तिमीले आज यो के हुलिया बनाएर हिँडेको? बिचरा तिम्रो बुढो हुँदा बस्दै हिँडिरहेको छ। के गर्नु त दिदी, मलाई यो सब गर्न उसैले बाध्य गराएको। तर उसलाई यो सब थाहा छैन नि, मैले उसकै लागि गरिरहेको छु। तिमीले भनेको कुरा पनि ठिकै हो सङ्गीता, तर त्यति धेरै नराम्रो हो जस्तो पनि लाग्दैन मलाई त। दिदी, जस्तो मान्छे बाहिर देखिँदा हुन्छ त्यस्तो भित्र हुँदैन। तर यो सब भोग्नेलाई मात्रै थाहा हुन्छ। हो, हुन त मान्छेको अनुहार हेरेर उसको व्यवहार बुझ्न सकिँदैन। हो नि दिदी, हुन त अनुहार हेर्दा माया लाग्दो छ, तर के गर्नु यस्तै हो। मलाई अहिले अलि हतार छ, म गएँ ल। के अचम्म सुन्नु पर्यो, उता खैरीको ताल त्यस्तो छ, यता बुढी चाहिँको ताल यस्तो छ। खै के हो म त केही बुझ्दिनँ। नमस्ते। नमस्ते बाबु, नमस्ते। यहाँदेखिको पनि धेरै बेला कहाँ पुगेर आउनुभयो? काम नगरिकन त्यत्तिकै हिँड्ने कुरा पनि आएन बाबु। बुढाबुढी भइयो, जता ततै हात गोडा दुख्छ, त्यत्तिकै घुमघुम गर्नु पनि सक्दिनँ। त्यही भएर होला बाबु। यसो बाहिरतिर हिँड्यो भने एक्सर्साइज पनि हुन्छ, रोग पनि लाग्दैन नि दिदी। त्यो त हो नि बाबु, आफू त केही गर्न सक्दिनँ। बाबुले त वडा अध्यक्षमा जित्नु भएको छ, गाउँ विकासको लागि केही गर्नु त सक्नुहुन्छ होला नि है बाबु? हो दिदी, तपाईँहरूले मलाई जिताएर यहाँसम्म पुर्याउनु भयो। मैले पनि गाउँ विकासको लागि के गरौँ भनेर सोचिराखेको छु नि। मैले पनि गाउँ विकासको लागि के गरौँ भनेर सोचिराखेको छु। कता हिँड्नुभयो? दिदी पनि के हुँदो रहेछ? बाबु, म पनि हात गोडा दुखेर मर्ने लागेको बुढाबुढी भइयो, अलिकति एक्सर्साइज गरेर घुमेर आएको बाबु। त्यो बाटोमा के कुरा गर्नु? कुनै चिया पसल नगरेर चिया खाँदै कुरा गरौँ न। कुनै दिन बसौँ न। अहिले चाहिँ मलाई अलि हतार छ, मुझे लाग्यो है बाबु। कुनै दिन बस्नुलाई दिनु सर। ए छोरी, कहाँ गएको थिइस् त? कति बेला आइस् त? त्यही माथि गएको थिएँ आमा, अघि नै आएको। यो ज्वाइनहरू त उतै किन मुन्टेको यहाँ? हेर न, आमाले भनेको कुरा सबै झुटो हो। त्यही कुरा पछि लाएर हिँडेको छु होइन त? हो म चेप्रा नबसार, आमाले भनेको कुरा सबै सही हो। हे भगवान्, मैले भनिसकेँ त, म कसरी सम्झाउँ सङ्गीता तिमीलाई? चेप्रे घसेर नाटक नदेखाऊ, तिम्रो लागि मेरी छोरी मरिसकी। आमाले त मेरो कुरा बुझिन सङ्गीता, तिमीले त मेरो कुरा बुझ्छौ नि। अब म कसको लागि बाँच्छु? तिम्रो छ त त्यही केटीहरू, तिमी त्यही केटीहरूसँग बाँच्छ न, मलाई के भन्नु? ए ज्वाइँलाई के भयो? ज्वाइँ त मरिसकेको नि, क्यारे लग्यो, छोड्दे। त्यसो नभन्नु न आमा, के भयो उहाँलाई? उठ्नु न, उठ्नु न, उठ्नु न, के भयो हजुरलाई?
मलाई त अचेल कसैको विश्वासै लाग्दैन। हेर तिमी मलाई विश्वास गर, म तिमीलाई कहाँदेखि कहाँसम्म पुर्याउँछु। खै त के छ तिमीलाई विश्वास गर्ने आदर? आदर छ नि मसँग। ल तिमी यसमा साइन गर। गर न। अब कुरै नबुझिकन विदेश जाने जस्तो कुरो फाइलमा त्यत्तिकै साइन गरौँ म? तिमी टेन्सन नलिग न, सबै कुरा म मिलाइहाल्छु नि। तिमी साइन त गर। अब तिमी आफ्नो तयारी गर, म सबै कुरा मिलाएर आउँछु। ल अब म लाग्यो है त। पहिले त हजुरको दाइले कति माया गर्नुहुन्थ्यो, अहिले के भयो उहाँलाई बुझ्नै सक्दिनँ। के हुनु र? त्यो र पहिल्यै केटीको भूत चढेको छ। होस् न आमा, अब म उहाँको दिमागबाट केटीको भूतै हटाइदिन्छु। खै छोरी, त्यो र पहिको दिमागमा भूत चढ्छ कि हट्छ केही थाहै छैन। अहिले सुत्रिँदैन क्या रे? त्यस्तो होइन आमा, असम्भव भन्ने कुरा केही छैन। मायाले जीवनलाई नयाँ मोड दिन्छ। अब म उहाँलाई धेरै माया गर्नेछु आमा। ल ल, मायाले चाहिँ नि जीवन सुत्रिन्छ भनेर भन्छन्, के ज्वाइँ फेरि सुत्रेला त? ल ल रोय दाजु, गाउँभरिको बेरोजगार पनि हामी, गोजीमा फुटेको हुडी छैन, के गरी कमाउने होला? यसो मलाई यसो आइडिया दिनु पर्यो दाजु। तपाईँले के गर्ने त? के आइडिया दिनु? आफू त्यस्तै हो, काम गर्ने हो त। काम म दिन्छु नि, टन्नै पैसा। के काम हो त्यस्तो टन्नै पैसा आउने? म नि गर्छु। काम गर्छु मात्रै भन न, पैसा त कति कति। यसरी समय खेर फेर्न हुँदैन के। समय खेर फेर्न कसलाई चाहिँ मन हुन्छ र? त्यत्तिकै हावा गफ हान्ने हो त। हावा गफ होइन के केटा हो, मसँग हात मिलाओ, पैसा त कति छ। ल सर मन्जुर। काम चाहिँ के हो नि? पैसा कति आउँछ? लु सर मन्जुर भयो, तर काम चाहिँ के गर्नुपर्ने हो? काम गरिसकेपछि पैसा चाहिँ हामीले भने जति चाहिन्छ नि। चाहिन्छ। ल सुन केटा, तिमीहरूले मान्छे खोजेर ल्याउने काम मात्रै गर्न, म चाहिँ विदेश पठाउँछु भनेर नक्कली कागजात दिन्छु र तिनीहरूबाट टन्न पैसा लिन्छु। अनि हामी मिलेर बाँडौँला। त्यसपछि त तिमीहरू पनि मालामाल, म पनि मालामाल। ओके डन। होइन खैरे भाइ, न्यौरो अनुहार लगाएर कतै हिँडेको? कता हिँड्नु नि काई साहब, यसो मास्तिर घुमेर आएको। के गर्नु त काई साहब, यहाँ बसेर कुनै केही रोजगार छैन। घरमा पनि त्यो सासु र बुढीको किचकिच, कहिले केही पुग्दैन। अस्ट्रेलिया जानु लाग्यो। ए अस्ट्रेलिया पो जान लागेको? कसले पठाउन लाग्यो कुन्नी? त्यो खाडी मुलुक गए जस्तो सजिलो चाहिँ छैन क्या रे त्यहाँ। होइन काई साहब, मलाई अस्ट्रेलिया पठाउने एकजना विश्वासिलो एजेन्ट हुनुहुन्छ, म उही मार्फत जानु लाग्यो। विश्वासिलो त भन्यो खैरे भाइ, यो जमानामा आफ्नै बाउको त विश्वास हुँदैन। खै अस्ट्रेलिया जस्तो कुरो सानो तिनो रकम होइन, डुबौला है, अलि विचार गर। बुझ्यौ? त्यस्तो होइन क्या काई साहब, मैले बकाइदो साथ डकुमेन्टमा साइन गरिसकेको छु। ल ल बाबु, अग्रिम शुभकामना। राम्रोसँग जानु, धेरै पैसा कमाएर नेपाल फर्किनु ल है त। ल हुन्छ काई साहब, अहिले लाग्यो है त। हस् ल ल बाबु।
ओहो कता हो बाबु राति त्यसो कता हुनु बाबु तपाईँको दाइ मसँग रिसाएर कता जानुभयो कता उहाँलाई खोज्न हिँडेको ए हो र हजुरसँग बाटैमा भेट हो एउटा सानो कुरा गर्न थियो भन्न मिल्छ कि के कुरा हो र बाबु भन्दा भइहाल्यो नि खास कुरो के हो भने हाम्रो नेपालमा रोजगारी छैन यसो बिहान बेलुका छाक टार्न पनि धौधौ छ अब आफूलाई पनि त्यस्तै गाह्रो परिरहेछ यसो गाउँका 2-4जना केटाहरूलाई विदेश पठाउन पाएदेखि उनीहरूलाई पनि रोजगार हुन्थ्यो 2 साग रोजीरोटी पनि हुन्थ्यो आफूलाई पनि केही पुण्य काम हुन्थ्यो कि भनेर हो अनि हुन त काम नपाएर हाम्रो गाउँघरमा केटाहरू यत्तिकै परालिरहेका छन् विदेश जाने कुरा त ठिकै हो बाबु तर पैसा कहाँबाट ल्याउने कसरी सम्भव छ र ठिक छ बाबु अहिलेलाई म गएँ ल त बाबु यसो विचार गर्दै गर्नु है हुन्छ भगवान दाइ नमस्कार 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 कता पुगेर आयो अप्सरा बहिनी कहाँ जानु नि भगवान दाइ त्यही पर छोरीकासम्म गएर आएको मेरो छोरीको त भाग्यै कस्तो कस्तो जहिले पनि ठक्कर मात्रै खान्थे हामीले गीत गाउँथ्यौँ केटाकेटीमा तोरी कुटी आँगनमै छिरलो छोरी बढे आमैलाई पिरोलो भन्थे हो रहेछ भगवान दाइ यी छोराछोरी जन्माएपछि तनाव कति कति उता छोरीको तनाव छुट्टै छ यता ज्वाइँ भनौँ त यस्तै तनावमा म हैरान भइसकेँ भगवान दाइ म के गरौँ नि अप्सरा बहिनी मैले त मलाई मात्रै तनाव छ भन्ठानेको थिएँ तिमीलाई पनि यति धेरै तनाव रहेछ है के गर्नु अप्सरा बहिनी यो छोरीको त भाग्य नै यस्तो हुँदो रहेछ कि मेरो छोरीको पनि अत्तो पत्तो छैन के गर्नु भगवान दाइ यो तनाव र टेन्सनले मरिहाल्नु भने पनि हुन सकिँदो रहेछ भगवान दाइ म लागेँ है यो अप्सरा बहिनीको र मेरो समस्या एउटै रहेछ होइन सङ्गीता नानी कहाँ जानु लागि यसरी आँटिँदै त्यही माथि जानु भयो कि उहाँ रिसाएर कता जानुभयो कता ए घरबाट रिसाएर पो हिँडेको मसँग बाटामा भेटेको थियो विदेश जाने कुरा गर्दै थियो त हो र काजी साहब कसरी उहाँ त मसँग रिसाउनु भएको मात्रै हो तर यो विदेश जाने कुरा त्यही त सङ्गीता नानी अहिलेको दिन जमाना ठिक छैन कसको कुरा सुनेर विदेश जाने निर्णय गरे हो केही थाहा छैन काजी साहब कसको कुरा सुनेर हिँडेको हो अब के गर्ने होला सङ्गीता नानी जे कुरा पनि समयमा गरे पनि काम लाग्छ नै भने पछुताउनु सिवाय केही रहँदैन हेर है कसको कुरा सुनेर हो पहिलेले विदेश जाने कुरा गर्दैछ दलालीको फेला पर्ला नि फेरि हो नि काजी साहब म बुढालाई धेरै माया गर्छु त्यसरी दलालीको हातमा म पर्नै दिदिनँ म जसरी भए पनि उहाँलाई खोजेर ल्याउँछु बल्ल राम्रो कुरा गर्यौ नानी
ठक्कर